हेलो अनि नमस्ते साथीहरू, तपाईहरुलाई स्वागत छ हाम्रो च्यानल बिजुली टेकमा। आज चाहिँ हामी यस भिडियोमा बिजुलीको पोलदेखि हाम्रो घरसम्म विद्युत कसरी आउँदछ, मिटरमा कसरी जडान गर्न सकिन्छ भनेर हेर्नेछौँ। आउनुहोस् सुरु गरौँ आजको भिडियो। सबैभन्दा सुरुमा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ जुन बाटोमा हामीले देखिन्छ नि पोल, त्यसमा हामीले चारवटा तार देख्छौँ। यसरी चारवटा तार तल माथि हुन्छ। अब यो चाहिँ के हो भन्दा यसलाई यो 3 फेज लाइन भन्छ। मतलब यो माथिको आर अनि वाई अनि बी फेज भन्छ कि आर वाई बी फेज हुन्छ, अनि तलको चाहिँ लास्टको न्युट्रल भन्छ। अब यो न्युट्रल भनेको चाहिँ हामीले ट्रान्सफर्मरमा हामीले ग्राउन्डिङ गरेर निकालेको हुन्छ, किनभने ट्रान्सफर्मर भन्दा अगाडि त हामीले आर वाई बी फेज मात्र आउँछ। त्यो भनेको 11 केबीको हुन्छ। अनि त्यसपछि यता डिस्ट्रिब्युसनमा आइसकेपछि चाहिँ हामीले पोलमा यसरी एउटा पोलमा चारवटा तार हुन्छ। यो भनेको चाहिँ सबसे लास्टको चाहिँ जहिले पनि न्युट्रल हुन्छ। अनि त्यसपछि टपको आर फेज हुन्छ, अनि बीचको वाई फेज हुन्छ, अनि लास्टको ब्लू फेज भन्ने हुन्छ। अब घरमा चाहिँ कुन लाइन ल्याउने? अब किनभने घरमा त हामीले सिंगल फेज मात्र युज गर्ने हो, त्यही भएर अब घरमा ल्याउँदा चाहिँ अब न्युट्रल त हामीले यहाँबाट एउटा न्युट्रल त आइहाल्यो। अब त्यसपछि अब फेजमा चाहिँ अब जुन फेज ल्याए पनि भयो, यहाँ बी फेज ल्याउँदा पनि भयो, वाई फेज ल्याउँदा पनि भयो, आर फेज ल्याउँदा पनि भयो। हामीलाई किनभने घरमा चाहिने भनेको एउटा न्युट्रल अनि एउटा फेज। अब यसपछि हामीले न्युट्रल एउटा ल्यायौँ, त्यसपछि हामीले ब्लू फेज ल्यायौँ, यो ब्लू फेज, त्यसपछि यो न्युट्रल। अब यो चाहिँ हाम्रो सिधै घरको हाम्रो मिटरमा पुग्छ। सबैभन्दा सुरुमा मिटर कनेक्सन हुन्छ। यो पोलदेखि मिटरसम्म लाने जुन यो वायर छ यसलाई चाहिँ सर्भिस वायर भनेर भनिन्छ। अब हामी हेरौँ मिटरतर्फ। हामीले पोलबाट दुईवटा तार ल्याइसकेको छौँ, एउटा फेज एउटा न्युट्रल। अब सबैभन्दा सुरुमा चाहिँ हाम्रो यो फेज आएर यो पहिलो नम्बरको पोइन्टमा कनेक्ट हुन्छ। त्यसपछि न्युट्रल आएर यो थर्ड नम्बरको पोइन्टमा कनेक्ट हुन्छ। अनि सेकेन्डकोबाट हामीले फेज निकाल्छौँ, अनि त्यसपछि यो लास्टकोबाट हामीले न्युट्रल निकाल्छौँ। यो चाहिँ मिटरको टाइपमा फरक पर्ने कुरा हो। अब कुनै कुनै मिटर फेरि योभन्दा फरक हुन्छ। कुनै मिटरमा चाहिँ हामीले फेरि जस्तै यहाँबाट फेज आएको, यो पहिलो नम्बर फेज त फर्स्ट फेज सधैँ फर्स्ट नम्बरमै हुन्छ। अब यसमा न्युट्रल आउने अनि यो सेकेन्डकोमा जाने, अनि त्यसपछि थर्डबाट न्युट्रल निस्किने, अनि फेरि लास्टकोबाट फेज निस्किने। यो भनेको चाहिँ यो इन्डियन र चाइनिज मिटर हुन्छ। यसको कनेक्सन चाहिँ तीनरी दिइसकेको हुन्छ। कुनैमा हामीले फर्स्टको दुईटामा फेज र न्युट्रल पठाउने, त्यसपछि थर्डकोबाट न्युट्रल निकाल्ने, त्यसपछि लास्टबाट फेरि फेज निकाल्ने। त्यो भनेको चाहिँ जस्तै यो यस्तो घुम्ने टाइपकै हुन्छ सिधै। जे भए पनि हामीले मिटरमा कनेक्सन गरेर फेरि उतापट्टि फेज र न्युट्रल निकालिसक्यौँ। यहाँको फेज र न्युट्रल चाहिँ एमसिबीमा कनेक्ट गर्नुपर्ने हुन्छ। अब एमसिबीको मुनिको भागमा कनेक्ट गर्नुपर्ने हुन्छ हामीले जहिले पनि। लाइन चाहिँ मुनिको भाग अनि लोड चाहिँ माथिबाट। जस्तै अब मिटरबाट आइसकेको फेज हामीले एमसिबीको मुनिको एउटा पोइन्टमा जोड्यौँ, अनि त्यसपछि न्युट्रल फेरि हामीले अर्को पोइन्टमा जोड्यौँ, अनि फेरि माथिबाट हामीले जताबाट जुन जोडेको छ, जस्तै यो साइडमा न्युट्रल जोडेको छ न्युट्रल आयो, यताबाट फेज जोडेको छ फेजै आयो। अब हामीले एमसिबीबाट फेज र न्युट्रल पाइसक्यौँ। टिपीबाट हामीले फेज र न्युट्रल निकालेको छौँ। अब त्यसलाई चाहिँ हामीले अब हाम्रो घरमा डिबी बक्स राख्नुपर्ने हुन्छ। अब धेरैवटा रुम, पावर सकेट अनि लाइट, एसीले गर्दा हामीले डिबी राख्नुपर्ने हुन्छ। डिबी भनेको चाहिँ अब हाम्रो त्यहाँ एमसिबीहरू हुन्छ त्यहाँनिर भनेको, जस्तै 6 एम्पियर, 10 एम्पियर, 16 एम्पियर, 32 एम्पियर। त्यो भनेको चाहिँ रुममा जति पनि लोड छ त्यो हिसाबले हामीले, जस्तै अब 10 एम्पियर राख्ने हो कि, त्यसपछि 16 राख्ने हो कि, 6 एम्पियर राख्ने हो कि, अब 32 एम्पियर राख्ने हो, त्यो भनेको चाहिँ हामीले अब रुममा लोड कति छ त्यो अनुसारले राख्नुपर्ने हुन्छ। अब डिस्ट्रिब्युसन बक्समा अब सुरुमा हाम्रो डिपिएमसिबी या आरसिसिबी पनि हाल्छौँ हामीले। आरसिसिबी या डिपिएमसिबी जुन भए पनि त्यहाँ भनेको हाम्रो दुईटै हाम्रो जुन मिटरको एमसिबीबाट आएको हुन्छ फेज न्युट्रल, त्यो हामीले फेज र न्युट्रल यहाँ दियौँ। त्यसपछि यहाँबाट हामीले फेज र न्युट्रल दिएर न्युट्रल चाहिँ हामीले सिधै
त्यो न्युट्रल बस बार भन्ने हुन्छ त्यहाँ भनेको चाहिँ विभिन्न रुमको न्युट्रल अब जति पनि न्युट्रल छन् त्यो एकै ठाउँ एउटा बस बार हुन्छ त्यहाँनिर कनेक्ट हुन्छ। त्यसै गरी अब फेज चाहिँ हाम्रो यहाँ आयो। त्यसपछि फेज भनेको हामीले मुनिपट्टि हाम्रो जति पनि यहाँ एमसिबी हुन्छन् नि सबै एमसिबीको मुनिको साइडमा त्यहाँ अब हामीले बस बारबाट पनि कनेक्ट गर्न सकिन्छ, नत्र भए तारबाट पनि लुप गर्दै गर्दै सबैको मुनिको पोइन्टमा हामीले फेज वायर दिनुपर्ने हुन्छ। त्यसपछि सबैमा मुनि कनेक्ट गरिसकेपछि हामीले माथिबाट चाहिँ अब यो मानौँ एउटा रुममा गयो, यो पनि रुममा गयो, यो रुमको अब पावर सकेटमा गयो भने अर्को रुमको लाइटमा गएको हुन्छ, त्यसपछि अर्को एसीको लागि। यसरी चाहिँ एमसिबीले प्रत्येक रुमको लोड डिस्ट्रिब्युट गर्छ। यसरी चाहिँ हामीले सबै हाम्रो घरको वायरिङ गर्न सकिन्छ। हाम्रो घरको पोलदेखि घरसम्म विद्युत ल्याउन सकिन्छ। सुरुमा पोलदेखि यहाँ मिटर भयो, त्यसपछि मिटरदेखि हाम्रो मिटरको डिपी हुन्छ, डिपीबाट फेरि हामीले डिबी बक्स हुन्छ, त्यो भनेको चाहिँ प्रत्येक रुममा लोड डिस्ट्रिब्युट गर्ने एमसिबी धेरै भएको लोड अनुसारको एमसिबी भएको रुममा पुर्याउन यसरी हामीले सकिन्छ। त आजलाई यति नै। यदि भिडियो मन परे लाइक, कमेन्ट, सेयर साथै च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।